अब यो मोबाइलमा राखिराख्नुको औचित्य पनि हुँदैन। आदत चाहिँ एकल निर्णय छ होइन। उत्तर कोरियाको किङजममा चाहिँ एउटा हिम्मत र साहस छ जसले अमेरिकालाई पनि कन्ट्रोल गरिरहेको छ। हेर्नु छोडिदिउँ भनेर होइन, तर उहाँमा त त्यो पनि उता छैन। एउटा अहिले पार्टीको के अरे सदनमा प्रतिपक्ष रहेर केही कुराहरू मात्रै गरिराख्नु भएको छ। उहाँले त त्यत्रो गर्नुभएको त केही छैन। आज त्यही चाहिने नचाहिने कुराको विरोध गरेर पनि फेरि धरान बजेटमा पनि पछि पऱ्यो भने। आज मैले टी सर्ट बुझाउने कुरा थियो, म बाहिरै आएँ होइन, त्यो चाहिँ मैले गर्न पाइनँ। त्यसको पनि अर्कै तरिका थियो। ठिकै छ, अब त्यो त टी सर्ट मसँग 2-3वटा होला, 2टा श्रमदानकै भयो जस्तो लागेको छ। अनि अरू चाहिँ एउटा पार्टीको श्रम संस्कृति पार्टीकै छ। त्यो पनि म अब यसरी नै नबुझाए तापनि त्यो काहीँ कतै लगेर यसो राखिदिन्छु, राम्रै कसैले लाउने गरी निकाल्छु। त्यो पनि यो चाहिँ आज चाहिँ किन मैले यो हटाउँदैछु भने यो मेरो मोबाइलमा एउटा राम्रो नेता मानेर राखेको पनि होइन र एउटा पार्टीको केन्द्रीय सदस्य पनि भएको नाताले मैले यो मन परेर पहिल्यैदेखि राखेकै पनि हो। तर आज चाहिँ के अरे यो प्रेस विज्ञप्ति मार्च निकाल्दै हामीले पार्टी परित्याग गरेको घोषणा गरेका छौँ। अब यो मोबाइलमा राखिराख्नुको औचित्य पनि हुँदैन भन्ने लागेर मैले यो निकाल्दैछु आजदेखि। अब मोबाइलमा छ होइन, अरूले पनि देख्ने कुरा हो नि त। अब यो चाहिँ च्यात्नै पर्ने भएको छ। मुटुभित्र राखेको मान्छेलाई यति साह्रो घृणा चाहिँ किन आउँछ? तपाईँले त बडो राख्नु भएको मान्छे, पुरानो टिम भड्किँदा पनि मिलाउने मान्छे तपाईँ पनि होइन। त्यो थियो, तर अब एकल निर्णय उहाँको सबैभन्दा खराब उहाँको आदत चाहिँ एकल निर्णय छ होइन। उहाँले पार्टीको उसमै सिद्धान्तमै हाम्रो विधानमै छ भन्नुहुन्छ। कुनै पनि विधानमा एकल निर्णय चाहिँ हुँदैन होला। एकल निर्णय भएदेखि हुने हो भने त्यत्रो के अरे 133 जनाको केन्द्रीय सदस्य किन बनाउनु पर्यो त होइन। मेजर टिम होला त्यसमध्येमा पनि। एकल निर्णय नै मात्रै गर्ने हो भने त केन्द्रीय सदस्य अथवा पार्टीका केन्द्रीय पदाधिकारीहरूको आवश्यकता किन पर्यो? एकल निर्णय गरेर पार्टीको सबै आफैले मात्रै गर्दा भइहाल्यो नि, अरू आवश्यक पर्छ र। भनेपछि अब तपाईँहरूको टिम जो 102 जनाको आज घोषणा भएको छ, हजुर, त्यो चाहिँ अब संशोधित पार्टीले मेयर दिए पनि फर्किँदैन सर? होइन, अब चाहिँ मलाई लागेको थियो अघि हामीले प्रेस मिट गर्नुभन्दा 5-10 मिनट अगाडिसम्म होइन बा केही कुरा आउँछ कि भन्ने पनि लागेको थियो क्या। तर त्यो नआइसकेपछि अब हामीले प्रेस मिट नै गरिसकेपछि त कुनै रहेन क्या। अब चाहिँ त्यो भएन, त्यो हुँदैन। र अब हामी त्यही 102 को एजेन्डालाई अगाडि बढाएर हामी पनि आफ्नो तरिकाले अगाडि बढ्छौँ। थुकेको थुक चाट्नुहुन्न अब? होइन, त्यो चाहिँ गरिँदैन, त्यो चाहिँ गरिँदैन। आजदेखि तपाईँहरू 2 किनारा आउनुभयो? 2 किनारा एकदम। हामी नदीका 2 किनारा। हामी नदीका 2 किनारा। हाम्रो सङ्गम असम्भव छ। असम्भव छ, बिल्कुल। थ्याङ्क यू सर। ल, धन्यवाद सर। तपाईँले आजदेखि चाहिँ आधिकारिक रूपमा पार्टी छोडेकै हो? आजदेखि त अब छोडियो नि त। प्रेस मिट भइसकेको छ होइन। लिखित रूपमै छोड्नु भएको? लिखित रूपमा कतिवटामा यहाँ हस्ताक्षर गरियो होइन। छोडेको आजदेखि चाहिँ विधिवत रूपमै छोडेको घोषणा भइसकेको छ। हजुर। पार्टी छोड्नुपर्ने त्यस्तो कारण के थियो? अब यो कस्तो भन्दाखेरि साँच्चै भन्नुपर्दा हिजो उपनिर्वाचनको 422वटा फल लागेको बिरुवा होइन। यसमा चाहिँ राम्रै के अरे यसले आउँदा दिनहरूमा फल दिन्छ भनेर त्यस बिरुवाको गोडमेलपट्टि लाग्यो होइन। र 20,000 भन्दा बढी फल दियो क्या है यो बिरुवाले चाहिँ। त्यस पछाडि पनि अब धेरै फलहरू लागिसकेपछि त केही के अरे किरा लाग्ने हो भने होइन, हुने त हुन्छ, त्यसलाई स्वाभाविकै मान्नुपर्छ भनेर फेरि पनि हामी लागि नै रह्यौँ। त्यो बिचमा लाग्दै गर्दा यो फल किन नुहुँदैन भन्ने चाहिँ लाग्थ्यो क्या है। फल त लागेको बिरुवा त नुहाउनु पर्ने हो नि त, नुहाउँदैन भन्ने लागेको थियो। र पनि हामीले त्यसलाई त्यस्तो नलिकन के अरे राम्रै हुन्छ होला, यसले राम्रै फल दिइरहेको छ होला भन्ने लागेको थियो। र तपाईँको फेरि पनि 35,000 प्लसको फल दिन सफल पनि भयो क्या होइन। सफल भइसक्यो तर पनि नुहाउँदैन भन्दाखेरि त के छ त्यो फलभित्र चाहिँ तपाईँको अब अन्य जीव जनावरले खाएको भए चाहिँ बाहिरबाट खान्थ्यो, झर्थ्यो, के अरे वेट भएन भन्ने पनि हुन्थ्यो होला। तर हामी
देख्दा चाहिँ त्यो फल एकदम राम्रो छ, सुन्दर पनि छ होइन। तर त्यो बिचमा त्यो फल लागेको बिरुवा चाहिँ किन अथवा रुख चाहिँ किन नुहाएन भन्दाखेरि त्यो फलभित्र चाहिँ किरा लागिसकेको रहेछ क्या। किरा लागेको त फललाई त बाहिरबाट अझै पनि राम्रो देखिन्छ, भित्र सकिएको त हामी देख्दैनौँ नि त। त्यस्तै भएको रहेछ उहाँको चाहिँ यो अहिले आएर यो दम्बकै कारणले गर्दाखेरि होइन पार्टी छोड्नुपर्ने अवस्था भयो। किनभने म केन्द्रीय सदस्य भएको नाताले होइन केन्द्रीय कमिटीमा कुनै पनि निर्णय गर्दा लु देशैभरिको निर्णयको कुरा हामीमा त्यो लागु नहुन सक्ला, हुनु पनि पर्ने हो र नहुन सक्ला, तर धरानको हकमा जुन तरिकाले एउटा कमिटमेन्ट गरेर गइएको थियो त्यसमा पनि होइन हामीले दिएको सरसल्लाह सुझाव उहाँलाई के अरे अध्यक्षज्यूलाई त राम्रै दिएका थियौँ, तर त्यसलाई चाहिँ उहाँले एकदमै इग्नोर गर्नुभएछ। अब त्यसमा हाम्रो एकदम चित्त दुखाइ पनि हो होइन। भनेपछि हाम्रो त केही लागु नहुने रहेछ। यो त केन्द्रीय सदस्य, यो पार्टीको केन्द्रीय सदस्य चाहिँ कस्तो लाग्यो भन्दाखेरि टाला टुली बाटुली कति राम्री पुतली भने जस्तै केन्द्रीय सदस्य त राम्रो भइयो, तर खै त हक र अधिकार भन्ने कुरा के हुँदो रहेछ त? केही नै छैन, जिम्मेवारीका कुरा केही छैनन् होइन। जो अलिकति निकट हुन्छ उसैलाई यहाँ त के अरे वैचारिक कुराहरू पनि खासै गर्न नपाइने होइन। पार्टीको हितकै लागि गर्दा पनि यो राम्रो नसम्झेको हो कि भन्ने विधानमै रहेछ नि त, स्ट्याटसबाटै कारबाही गर्न पाइने, अध्यक्षले जे पनि गर्न पाउने भन्ने रहेछ। विधानै पढ्नु भएको छैन क्या तपाईँले? होइन, पढ्न त पढेको अलिअलि पढ्यो, त्यो पुरै विधान त पढिएको छैन साँच्चै भन्नुपर्दा होइन। तर एउटा पार्टीले चाहिँ ठिक छ विधानमै त्यो लेखिएको छ, तर पार्टी अध्यक्षले स्ट्याटसबाटै दिने त होइन होला नि त होइन। पार्टीको प्रवक्ता हुनुहुन्छ होला, प्रवक्ताले सञ्चारको काम गर्ने होला होइन। होइन, अनुशासन कमिटी र प्रवक्ता त कामै रहेनछ, काम छैन, त्यो त काम रहेनछ क्या। त्यो त नमुना मात्रै हो। हुन चाहिँ हाम्रो साँच्चै भन्नुपर्दा त्यो व्यक्तिगत रिसिभी त होइन हेर्नुहोस् होइन। तर यो पार्टीले चाहिँ कस्तो मान्छेहरू ल्याएको रहेछ भने सबै हाइज्याकरहरू ल्याएको रहेछ क्या। हाइज्याक गर्नेहरू मात्रै छन् है। आफूलाई लागेको ट्यागको जवाब दिनै सक्दैनन्। जस्तै एउटा माफियाको ट्याग लाग्यो नि, उहाँलाई कुनै पत्रकारले प्रश्न गर्नुभयो भने त्यो प्रश्नदेखि भाग्नुहुन्छ क्या। त्यस्ता साथीहरू छन् जो पार्टीका केन्द्रीय सदस्यहरू भन्दा नि हाइज्याक गरेर आएका साथीहरू छन् कि उहाँहरूमा त्यो दम्ब छ। हाम्रो अध्यक्षज्यूमा त झन् नहुने कुरै भएन छ होइन। अब साँच्चै भन्नुपर्दा त्यहाँ म मात्रै रहेछु कि यस्तो तरिकाले जाँदा हामी के अरे अगाडि बढ्न सक्दैनौँ, यो तरिकाले जानुपर्छ भनेर अध्यक्षज्यूसँग सिधा भन्ने चाहिँ म मात्रै रहेछु, बाँकीले सबै जदाउ गरिराखेको देख्छु क्या। यो मैले आफूलाई म चाहिँ यस्तो मान्छे भन्न खोजेको चाहिँ होइन, पार्टी यो तरिकाले चल्दैन है भनेर जाँदा अब म निलम्बितमा पर्छु होइन भन्नेपछि त यहाँ बोल्ने अधिकार त कसैलाई रहेन रहेछ हेर्नुहोस्। सर अब यतापट्टि चाहिँ हर्क साम्पाङज्यूले माननीयज्यूले चाहिँ धनबहादुरजीलाई उठाउनु भएको छ, तपाईँहरूले यता स्वतन्त्रबाट तयारी गरे जस्तो देखिन्छ निनाचन्द्र राईजीलाई। अब यो भिडन्तमा चाहिँ नि यो कसको पक्षमा चाहिँ यो पोल्टामा चाहिँ आउँला सर चुनावी परिणाम चाहिँ? होइन, यो हामी जस्ता धेरै युवा साथीहरूको उसमा पनि भर पर्छ। हिजो हर्क साम्पाङलाई त्यो स्थानसम्म पुर्याउने पनि हामी जस्तै युवा साथीको योगदानले पुगेको हो नि त। कोही श्रमदाताले त्यहाँ ढुङ्गा बोक्ने होइन फोटो खिच्नेहरूले के अरे समर्थन गरेकै कारणले त पुगेको होइन। उहाँहरू त पछि टिकटक चलाएर पैसा कमाउन आउनुभएको हो नि होइन। आजसम्म त्यस्तो उहाँहरूले जस्तो हाम्रो कहीँ देख्नु भएको छ त छैन नि है। हामी त त्यो टिकटक चलाएर पैसा कमाउन पनि आएको होइन र राजनीति गरेर भात खान पाइन्छ भनेर पनि आएको होइन क्या। यो देशलाई अथवा हाम्रो ठाउँलाई केही होस् होइन भनेर आएको मान्छेहरू हाम्रोमा चाहिँ त्यो छवि छ होइन। मलाई चाहिँ त्यस्तो लाग्दैन। सोसल मिडियामा विनरै भएको जस्तो देखिनुहुन्छ धनबहादुरजी। हजुर, विजय प्राप्तै गरेको जस्तो देखिनुहुन्छ। हजुर हजुर, जताततै धनबहादुर मात्रै आउनुहुन्छ नि त। उहाँ श्रम नायक पनि भनेर चिनिनुहुन्छ। निनाचन्द्रजीलाई कसरी तपाईँले अगाडि बढाउन सक्नुहुन्छ र? अब साँच्चै भन्नुपर्दाखेरि एउटा बौद्धिक व्यक्तित्वमा निनाजी पर्नुहुन्छ होइन। अब जुन तरिकाले अहिले हामी पनि यसो हेर्दाखेरि त माहौल त तपाईँको के अरे धनबहादुरकै पक्षमा गएको देखिन्छ। धनबहादुरको पक्षमा कस्तो मान्छेहरू गएको हुँदो रहेछन् भने जो श्रमदान गर्ने श्रमदाताहरू हुनुहुन्छ उहाँहरू एकदम फुर्सदिलो क्या। फेरि यो मानेमा चाहिँ
जतिखेर ऊ आउँछ त्यतिखेर उहाँहरूले मात्रै अनि हामीले यस्तो यस्तो भइरहेको छ यो मत सर्वेक्षणकै कुरा गर्दा पनि यस्तो तरिकाले अब कमी चाहिँ हाम्रो निना चन्द्रजी नै देखिनु भइरहेको छ यो मानेमा भन्दा अब बौद्धिक सर्कल अथवा व्यवसायहरू के भन्छन् भने यो हावा कुरा होइन हामी त्यो तरिकाले पो गर्दैनौँ त आज सबैले मानेको त मान्ने हो भने त निना चन्द्रजी नै हो धनबहादुर राई त चारवटा पार्टी चारेर आएको अवसरवादी नेता हो होइन उहाँ भोलि त्यसमा पनि के अरे उपमेयरमा पनि हार्ने उहाँ सम्भावना भयो भने त्यो पनि छोडिदिनुहुन्छ उहाँले भन्ने खालको सम्म कुरा गर्नुहुन्छ त्यसमा चाहिँ एकदम खुसी लाग्छ क्या त्यसो धनबहादुरजीको चाहिँ सांस्कृतिक विचलन खैर काण्डदेखि लिएर खानेपानी बोर्डमा अपचलन गरेको कुराहरू आउँछ पार्टी फेरेको कुराहरू आउँछ तपाईँको जानकारीमा के छ सर त्यसरी नै त मैले त्यत्रो गहिरिएर बुझ्न चाहिँ पाएको छुइनँ होइन के गर्नुभएको छ उहाँको कमी कमजोरीहरू त आउने दिनहरूले बताउँदै जाला तर यो पार्टी फेरेको कुरा चाहिँ होइन जहाँ अवसर पाए त्यहाँ गयो क्या उहाँको चाहिँ त्यो रहेछ र भाग्यले साथ पनि दिएको कि जहाँ गयो त्यहाँबाट फेरि जस्तो भयो भने विजय चाहिँ हुनुहुँदो रहेछ क्या तर योचोटि चाहिँ सायदै मलाई त्यस्तो लाग्दैन कि उहाँ जित्नुहुन्छ मैले त्यो अपेक्षा गरेको छुइनँ उहाँमा तपाईँहरू अब धरानमा जो होम ग्राउन्ड छ नि तपाईँहरूको हर्क साम्पाङको नि होम ग्राउन्ड निना चन्द्र नि होम ग्राउन्ड हो होइन हजुर यो होम ग्राउन्डमा तपाईँहरू खेल्न तयार हो अब एकदम भिड्न तयार छौँ हामी चाहिँ भिड्न तयार छौँ दर्शक भएर बस्नुहुन्न दर्शक भएर त बसिँदैन नि त होइन भोटर मात्रै भएर नि बसिँदैन क्या हामी एकदम भिड्न तयार छौँ हामीले त्यो खालको सर्कुलर गरिराखेका छौँ होइन हाम्रो दैनिकी यसरी नै चलिरहेको छ कि हामी 84 यो आउने चुनावलाई चाहिँ एकदम हाम्रो पक्षमा ल्याउँ है भन्नेमा छौँ धन्यवाद सर अटल सर आजदेखि चाहिँ आधिकारिक रूपमा संशोधित पार्टी छोडेको लिखित रूपमै छोड्नु भएन सर घोषणा भयो नि त हजुर आजदेखि चाहिँ अब धेरै मतभेदको पछाडि मतभेद पछि चाहिँ अब छोडिएकै हो अब तपाईँलाई अस्ति पनि यो प्रश्न गरेको थिएँ पार्टी छोड्नुभयो हिजो सँगसँगै हिँड्नु भएको साथी होइन हर्क साम्पाङको माया तपाईँले एउटा गीत पनि लेख्नु भएको रहेछ होइन तिमीले गीत के थियो सर ए तिमीले पराइ ठानेपछि स्ट्याटसमा भन्नुभएको हजुर स्ट्याटसमा हजुर तिमीले पराइ ठानेपछि होइन अब उहाँले नै इङ्कित गरेको नभनौँ अब त्यस्तै मान्छेले इङ्कित गरेको पराइ ठान्ने मान्छेहरूले इङ्कित गरेको मैले हाम्रो नाता नि के रह्यो र तिमीले पराइ ठानेपछि भन्ने होइन हाम्रो माया नि के रह्यो र नाता नि के रह्यो र भन्ने अब यस्तो हो अब एकजनाले मात्रै माया गरेर राखेर सम्बन्ध अगाडि बढ्दैन नि त होइन सम्बन्ध भन्ने कुरो त दुवैजनाले जे चाहे जुनसुकै सम्बन्ध होस् राजनीतिक सम्बन्ध होस् माया प्रेमको सम्बन्ध होस् दाजुभाइको सम्बन्ध होस् दिदीबहिनीको सम्बन्ध होस् दोहोरो निभाउनु सकेन भने सम्बन्धको अर्थ रहँदैन अब जसरी तपाईँहरूले 102 जनाको टिम घोषणा गर्नुभएको छ नि सर हजुर अब निना चन्द्रलाई तपाईँहरू मेयर बनाउनुको लागि के कम्बर कसरी लाग्नुहुन्छ अब उहाँ अगाडि आउनुभएको खण्डमा त कम्बर त कस्नै पऱ्यो किनभने राजनीति भनेको हार्न लागि निस्किँदैन जो कोही पनि जित्नै लागि निस्किने हो त्यो भएकोले गर्दा अब उहाँ फिल्डमा उत्रिसकेपछि त अब लाग्नै पऱ्यो नि हुन्छ सर आज तपाईँ अलिकति मुडमा पनि हुन्न बोल्ने समय दिनुभयो धन्यवाद हस् धन्यवाद सर तपाईँले आज पार्टी छोडेको लिखित रूपमै घोषणा गर्नुभयो होइन पार्टी छोड्नुपर्ने कारण चाहिँ त्यस्तो के छ तपाईँले पार्टी छोड्नुपर्ने कारण चाहिँ विशेष गरेर के थियो भने मेरो चाहिँ विशेष हाम्रो निना भाइ नै हो निना राईज्यूले उहाँले चाहिँ उहाँसँग चाहिँ हर्क साम्पाङज्यूले बोलाउनु भएर नगर प्रमुखमा दिन्छु भनेर चाहिँ म पनि एकपटक बसेको छु र एउटा माननीय जस्तो व्यक्तिले बोलेको वचन पुरा नगर्ने अनि विश्वासघात गर्नुभयो उहाँले त्यो भएको कारण विशेष गरेर मैले पार्टी छोडेको विशेष चाहिँ त्यति नै हो कारण अरू छैन अरू पनि छ अरू के छ तपाईँको अलिकति एकल निर्णय गर्ने र त्यहाँनिर अलिक क्यापेबल व्यक्तिलाई ठाउँ नहुने जस्तो लाग्यो मलाई आफ्नो गोजीको निर्णय गर्ने आफूलाई मन परेको छ भने त्यहाँ लोकतान्त्रिक पद्धति पनि त्यहाँ लागु हुँदैन आफै नै त्यहाँनिर निकालेर राख्छ र आफूलाई मन परेको छैन भने त्यहाँ के भनिदिन्छ भने लोकतान्त्रिक पद्धतिबाट नचुन्नुपर्छ है त्यहाँ एकल निर्णय चल्छ
म एकल नसलवादी भन्दै पहिला बोल्दै हिँड्ने मान्छे हो होइन। एकल नसलवादी यो राजनीति छ, यसको विरोध गर्नुपर्छ भन्दै म आफू पनि कुनै बेला कुनै अर्गनाइजेसनबाट बोल्दै हिँड्ने व्यक्ति थिएँ। तर अहिले आएर मैले जुन खालको म प्रदेशसम्म पुगेँ, श्रम संस्कृति पार्टीमा म आबद्ध भएर प्रदेश सदस्यसम्म पुग्छु अहिले। र त्यहाँ चाहिँ अलिकति क्यापेबल व्यक्ति अनि एकल निर्णय चाहिँ कसैको पनि निर्णय चल्दैन। केन्द्रीय सदस्यहरू जति जोसुकै होस्, त्यहाँनिर श्रम संस्कृति पार्टीको माननीय हर्क सम्पङज्यूको निर्णय बाहेक अरू कसैको निर्णय चल्दैन र कसैको निर्णय सुन्दैन पनि, सल्लाह पनि सुन्दैन। उहाँ एकल व्यक्ति हो। श्रम संस्कृति पार्टीको माननीय हर्क सम्पङ भनेको एकल व्यक्ति हो। श्रम संस्कृति पार्टी भनेको नि हर्क सम्पङ हो। यो तपाईँले अरू सबै त्यहाँनिर एउटा के मात्रै हो भने उहाँहरू चाहिँ जति पनि केन्द्रीय सदस्यहरू कतिजना हुनुहुन्छ होइन, प्रदेशमा हुनु सबै उहाँहरू चाहिँ केही पनि होइन, केही पनि होइन, थपना मात्रै हो। निर्णय चल्दैन, त्यो सल्लाह सुन्दैन। तपाईँले पार्टी छोडेको रिसमा बोल्नु भयो होइन? मैले यो म जेएनजीको आन्दोलनबाट त्यहाँनिर गएको हो। हर्क सम्पङज्यूलाई मलाई कसैले लगेको पनि होइन, म आफै गएको हो र जेएनजीको आन्दोलनबाट म त्यहाँनिर पुगेको हो होइन। एउटा किराँतको छोरालाई चाहिँ जेएनजीको आन्दोलनमा समस्या भयो, हेपियो भनेर चाहिँ देश त्यस्तो विषम परिस्थितिमा सम्हाल्छु भनेर जाँदाखेरि उहाँलाई हेपियो त्यो फिल मैले गरेँ। भित्र के थियो मलाई थाहा भएन, बाहिर चाहिँ देखेँ त्यो मैले फिल गरेँ। त्यो भएको कारणले एउटा किराँतीको छोरालाई चाहिँ हेपियो भनेर म आफै गएको हो त्यहाँ। भनेपछि तपाईँहरूको पार्टीमा दास मात्रै छन् त? त्यसो भए दास मात्रै छ त्यहाँ राजनीति गर्ने मान्छे त्यहाँनिर नबसे हुन्छ भन्छु म, अहिले पनि भन्छु। किनभने त्यहाँ कसैको निर्णय चल्दैन। म भन्छु श्रम संस्कृति पार्टी भनेको हर्क सम्पङ हो, हर्क सम्पङ भनेको श्रम संस्कृति पार्टी हो। त्यो अरू कसैको निर्णय चल्दैन, कसैको त्यहाँ केही सुन्नै नै हुँदैन। हाम्रो माननीय हर्क सम्पङज्यूलाई जे निर्णय गर्छ, जे इच्छा लाग्छ त्यो उहाँले निर्णय गर्नुहुन्छ। अन्तमा चाहिँ धरानको यो जो मेयरको चुनाव चाहिँ अहिले नै सुरु भयो जस्तो छ। चुनाव कहिले हुने नानी पाउने कहिलेकै कोक्रो बुन्ने अहिले नै भने जस्तै भएको छ। चुनाव यो निनाचन्द्र राई र धनबहादुर राई चाहिँ सोसल मिडियामा चर्चित पनि हुनुहुन्छ। यो चुनावमा यो दुईजनाको मेयरको तपाईँ त यता निनाचन्द्रको किताबमा हुनुहुन्छ होइन, कसले जित्ला जस्तो लाग्छ तपाईँलाई? हामी त निनाचन्द्रलाई जिताउने प्रयास गरेर निनाचन्द्रलाई जिताउनका लागि म पार्टी छोडेर आइसकेँ। सबैले धरानमा होइन, धनबहादुर दाजुलाई म सम्मान गर्छु, उहाँलाई म दोष दिन्न। धनबहादुर दाजुलाई पनि दोष दिन्न। यो जुन मेयरको विषयमा म पनि गएको छु। म पनि एकपटक म 11 बजे रातिसम्म निनाचन्द्र लगायतको टिम, निनाचन्द्र भाइ अनि हर्क सम्पङज्यूको अफिसमा गएर माननीयज्यूको अफिसमा गएर 11 बजे रातिसम्म हामी त्यहाँ गएको छौँ, बसेको छु म पनि 11 बजे रातिसम्म। त्यहाँ पनि निनाचन्द्र भाइले कुरा गर्दाखेरि र निनाचन्द्रको भाइको चाहिँ टिमले त्यहाँनिर कुरा राख्दाखेरि पनि हर्क सम्पङज्यूले चाहिँ के भन्नुभयो भने मेयरको दावेदार तपाईँ नै हो, तपाईँ बाहेक अरू मेयरको दावेदार धरानमा क्यापेबल मान्छे छैन, झन् मेरो श्रम संस्कृति पार्टीमा त छँदै छैन, कोही पनि छैन भनेर उहाँले त्यहाँ 11 बजेसम्म रातिसम्म बसेको थियो। उहाँले भन्नुभएको 15-16 जना मान्छे छौँ हामी, एकपल्ट म पनि गएको छु। धनबहादुर राईलाई मात्रै होइन कि हामी सबैले हराउने पक्षमा छौँ र निनाचन्द्रलाई जिताउने पक्षमा छौँ। किनभने निनाचन्द्र भनेको यो धरानको लागि क्यापेबल व्यक्ति हो, एजुकेटेड व्यक्ति हो। धरानको चाहिँ हरेक सामाजिक विषयवस्तुहरू निकालेर उहाँले काम गरिराख्नु भएको छ, सुधार नेपालको अध्यक्ष भनेर। र त्यो विषयहरूलाई लिएर उहाँले धरानको विषयमा उहाँले सायद हर्क सम्पङज्यूले पनि त्यति काम गर्नुभएको थिएन होला, त्यति काम चाहिँ उहाँले ब्याक सपोर्टमा गरिराख्नु भएको छ। तपाईँलाई हर्क सम्पङज्यू जस्तो यहाँसम्म आइपुग्नुमा तपाईँले नि भन्नुहुन्थ्यो धुलोबाट उठाएर मेयर बनाउने निनाचन्द्र भाइ भन्नुहुन्थ्यो होइन, राई भन्नुहुन्थ्यो। यस्तो धोका दिन्छ भने सोच्नु भएको थियो कहिले? तपाईँ त वार्तामा पनि बस्नु भएको थिएन, मैले सोचेको थिएन, अरूलाई लागेको थियो। अब दिन्छु भन्छ त, म बाहेक को हो? म हर्क सम्पङ, श्रम संस्कृति पार्टीको सबैभन्दा ठुलो व्यक्ति मै हो। यस्तो गर्नुहुन्छ उहाँले, मै हो, मैले बोलेपछि सब सकियो, मेरो वचन यही हो, मैले वचन दिएँ सक्यो। त्यतिखेर अनि अटल भाइले के भन्नु, जोखाना हेर्ने मै पनि भन्नुभयो। त्यतिखेर अटल सिंह भाइले के भन्नु भने जोखाना पो जोडी आउने कि बिजोडी आउने पनि भन्नुभएको छ। त्यतिखेर मलाई हाँस पनि उठ्यो क्या, हामी हाँस्यौँ पनि, अलिक जोक पनि गऱ्यौँ। आत्महत्या गरे जस्तै हुन्छ पाएन भन्ने कुरा पनि उठेको थियो त्यहाँ हो। तर उहाँले उहाँ एउटा माननीय जस्तो मलाई सबैभन्दा पनि मलाई रिसभन्दा मलाई पीडा, मलाई दुःख लागेको कुरो चाहिँ के हो भने उहाँ एउटा माननीय सामान्य मान्छे होइन नि त। हामीले नै भोट जितेर उहाँलाई 35,000 भोट माग्ने त, जिताउनलाई माग्ने त हामी नै हो, म राखिने उहाँ पनि हो एकजना। हामीले खाइ नखाइ रात दिन
घरै नगएर राति पनि हामी रातभरि पनि बसेको हुन्थ्यौँ, हामी हिँडेको हुन्थ्यौँ। त्यसरी हामीले उहाँलाई जितायौँ। भिर पाखा पहाएर केही पनि भनिनौँ, हाम्रो टिम धेरै थियो, हामीले जिताउँछौँ उहाँलाई। तर जुन उहाँले निलचन्द्र भाइलाई एक प्रकारको विश्वासघात गर्नुभयो नि, किनभने म निलचन्द्र भाइसँग नै गएको छु नि त, मैले पनि देखेको छु, उहाँले भन्नुभएको छ, हेरेको छु, सुनेको छु, अगाडि नै उहाँले भन्नुभएको छ यो धरानको मेयर भनेको चाहिँ अबको नगर प्रमुख भनेको चाहिँ निलचन्द्र हो। मेरो श्रम संस्कृति पार्टीमा पनि कोही छैन, म श्रम संस्कृति पार्टीको ठुलो मान्छे मै हो, म हर्क सम्पङ, मैले बोलेपछि पुग्यो, ढुक्क हुनुहोस् भनेर उहाँले मेरो अगाडि पनि भन्नुभएको छ क्या। सबभन्दा मलाई यति फल्ट लाग्यो हर्क सम्पङ माननीयज्यू, यति फल्ट लाग्यो, उहाँलाई कसरी हामीले माननीय भनेर सम्बोधन गर्ने के, मलाई त्यस्तो फल्ट लाग्यो। विशेष कारण यो पनि मैले छोड्नुको लागि, म त एकजना, उहाँ त सामान्य मान्छे होइन नि त, म त माननीय सांसद भएको मान्छे व्यक्ति, अनि उहाँले त्यस्तो फल्ट बोल्दाखेरि एउटा बोल्ने होइन, म निलचन्द्र भाइहरूसँग बसेको थिइनँ भने मलाई त्यो बिलिभ पनि गर्दिनँ थिएँ क्या, मैले आफैले भोगेँ क्या त्यो कुरा, त्यो भएर मैले बिलिभ लाग्यो एकदम फल्ट। र म अझै पनि भन्छु, मलाई गाली धेरै आउँछ, आओस् के फरक पर्दैन, म सत्य बोलेको छु क्या, सत्य बोलेको छु, म सधैँ सत्यको पक्षमा हिँड्ने मान्छे हो र म सत्यको पक्षमा लड्ने मान्छे हो। त्यसैले गर्दाखेरि यदि उहाँले त्यति धेरै फल्ट बोलिराख्नु भएको छ, उहाँले त्यस्तो गलत बोल्दा पनि, अहिले गलत गर्दा पनि त्यसरी बोलेर उहाँले त्यस्तो गलत गर्दा पनि त्यस्तो गलत मान्छेको ठाउँमा त्यो के अरे संस्कृति पार्टीमा रहेर फेरि त्यहाँ किन बस्ने, मलाई यो मनले मानेन, त्यो भएर मैले छोडेँ। र अब निलचन्द्रज्यूलाई स्वतन्त्रमा हामी नगरको प्रमुख बनाएर लान्छौँ, यो प्रतिबद्धता हो। र उहाँले माननीयज्यू मलाई 7 पटक कल पनि गर्नुभएको छ, 7 पटक कल गर्नुभयो, मैले 7 पटक फोन उठाएन। तर किन भन्दाखेरि मलाई दुःख लागेर नउठाएको, चित्त दुखेर फल्ट गर्नुभयो उहाँले, एउटा माननीय जस्तो मान्छेले 7 पटक मलाई कल गर्नुभयो। अनि उहाँ त झुटो त बोल्दैन, रुखो मात्रै बोल्छ भन्थ्यो त सबैले। झुटो किन बोल्दैन, मेरो अगाडि झुटो बोलेछ, लु मलाई कारवाही गरेर देखाओस्, कहाँ लान्छ, कुन अदालतमा लान्छ यार, कुन न्यायाधीशमा मलाई अगाडि नै उहाँले झुटो बोल्नुहुन्छ। निलचन्द्रलाई दिन्छु भन्ने, म हर्कसम्म बाहेक ठुलो मान्छे कोही छैन भन्ने, अनि अहिले आएर फेरि झुटो बोलेको छैन भन्न मिल्छ? मिल्दैन। उहाँले 7 पटक मलाई कल गरेको, यदि 7 पटक कल गर्दा म त्यहाँ अहिले पनि उहाँले आएर मलाई नराख्ने, मैले के भनेर बोलाएर म कम्प्लिट उहाँसँग डिबेट गर्छु क्या। मलाई त 7 पटक कल गरेर मैले 7 पटक फोन उठाएन। अनि लास्टमा उहाँले के लेख्नुभएको छ, म्यासेज गर्नुपर्छ अन्तिममा, राखीजी तपाईँले पार्टी छोड्ने कि पार्टीमा रहने भनेर म्यासेज गर्नुपर्छ। मैले केही पनि दिनँ, म यहीँ भन्छु मानेर छु, मैले पार्टी छोडेँ, किनभने फल्ट मेरो अगाडि तपाईँले बोल्नुभयो, हामी एकजनालाई बोल्नुभयो, अर्कोजनालाई त्यही बोल्नु होला, तर राखिने उहाँ दास होइन, किनभने राख्ने उहाँ राजनीति गर्न आएको मान्छे हो, सत्य व्यक्तिले फ्लो गर्ने मान्छे हो, सत्यले सपोर्ट गर्ने मान्छे हो। धन्यवाद। जैन सर, यहाँले पार्टी छोडेको जुन घोषणा गर्नुभयो नि, मुख्य बुदाहरू के थियो सर छोड्नुपर्ने कारण? विशेष गरी त पार्टी छोड्नुको मुख्य कारण चाहिँ श्रम संस्कृति पार्टीभित्र चाहिँ एकल निर्णय गर्नुहुँदो रहेछ हाम्रो माननीयज्यूले, किमजोङ सिस्टमले, उहाँकै मात्रै कुरा सही, पार्टीभित्रको अग्रज हाम्रो अब सल्लाहकारहरू हुनुहुन्छ, स्वास्थ्यको, शिक्षाको, कानुनको, हरेक कुराको विज्ञहरू पनि हुनुहुन्छ, तर उहाँको सल्लाह चाहिँ सबै उहाँ नै हुनुहुँदो रहेछ, सल्लाहकार पनि उहाँ, सबै किमजोङ पाराले। उत्तर कोरियाको किमजोङ भन्नुभएको? हजुर, उत्तर कोरियाको किमजोङ पाराले एकल निर्णय गर्नुहुँदो रहेछ। त्यही भएर उहाँको सिस्टम चाहिँ बसाउनु पर्ने हो, तर सिस्टम चाहिँ बसाउन नमान्नु हुँदो रहेछ, त्यही भएर चाहिँ पार्टी छोड्न चाहिँ बाध्य भएको। अब आज जसरी निलचन्द्रज्यूले चाहिँ 102 जनाको टिम घोषणा गर्नुभयो नि, यो भनेको चाहिँ स्वतन्त्रबाट मेयर उठ्ने जस्तो सङ्केत बुझियो। अब तपाईँहरू कसरी लागि पर्नुहुन्छ सर? यो स्वतन्त्रबाट मेयर उठ्ने त हामी पहिलादेखि नै स्वतन्त्र नै हो। हाम्रो माननीय हर्क साम्पाङज्यूले चाहिँ हामी स्वतन्त्र मान्छेलाई ललाइ फकाइ गरेर बारम्बार एकचोटि होइन 100औँचोटि यो हाम्रै संस्थामा आउनु भएर, लिना सरको घरैमा आउनु भएर, उहाँले चाहिँ बोलाउनु भएर, आश्वासन देखाएर उहाँले चाहिँ अलिकति यो भन्छ नि अस्ति मदन भण्डारीको दासढुङ्गा जस्तै राजनीतिक हत्या गर्नु खोज्नुभयो, तर हामीले त्यो चाहिँ हत्या चाहिँ भएको छैन। हामी त्यो दासढुङ्गा हुनबाट बच्यौँ, त्यसमा चाहिँ खुसी लाग्छ। भनेपछि धरानमा अबको मेयर निनाचन्द्र राई हो भनेर बुझ्नु पऱ्यो जनताले? अब त्यो त समय र अवस्था परिस्थितिले धरानले
धरानको आवश्यकता नै निना सर जस्तो लाग्छ तपाईँहरू अब पछाडि चाहिँ हट्नुहुन्न। हामी पछाडि हट्दैनौँ। हामी विचार र विवेकले अगाडि बढ्ने हो। भनेपछि अब केही दिनमै तपाईँहरूको स्वतन्त्रबाट उठ्ने या नउठ्ने कुरा घोषणा हुन्छ फेरि? हजुर हजुर छलफलमै हुनुहुन्छ? हजुर हजुर। हस्, अन्त्यमा हर्क साम्पाङज्यूलाई के भन्न चाहनुहुन्छ? तपाईँहरूको पुरानो मित्र पनि। अन्त्यमा हर्क साम्पाङलाई माननीयज्यूले के भन्नुहुन्छ भने अब जुन कुराको कमिटमेन्ट गर्नुभएको थियो त्यो पुरा गर्नु भएन। अब हाम्रो चाहिँ विचारको लडाइँ हुनेछ धरानमा। अब माननीय हुनुहुन्छ, त्यो भन्न चाहन्छु।